हेलो गाइस के छ मेरो चाहिँ ठिकठाक छ है। र आजको यात्रा छ दाजु र भाइको नेपालगञ्ज टु रूपडिया। यो चाहिँ सिनेर होल है गाइस, क्या खुबसुरत नजारा देखिरहेछ। त्यसपछि हामी चाहिँ अगाडि बढ्दै गइरहेथ्यौँ र आजको वेदर पनि यस्तो सुहाना थियो, दिल गार्डन गरिदियो कि हामी दुईजनाको नि। त्यसपछि हामी फेरि अगाडि नै बढ्यौँ र बढिसकेपछि हजारौंको संख्यामा तपाईहरुले यो अटो पनि हेर्न सक्नुहुन्छ। रूपडिया बोर्डरमा आवत जावत गर्ने मान्छे चलपल त बहुत कम नै थियो, तर अटो चाहिँ हजारौंको संख्यामा त्यहाँ थियो है। एनी टाइम तपाईहरुले अटो चाहिँ पाउनुहुन्छ रूपडिया गइसकेपछि। अनि त्यसपछि चाहिँ म चाहिँ एकदम मुस्कुराउँदै अगाडि बढिरहेको छु साथीहरु। एकदम सुहाना मौसम थियो। त्यसपछि म बोर्डरमा पुगिसके। बोर्डरमा पुग्दाखेरि यहाँ चाहिँ यूपी को गाडी पनि आएको रहेछ। पुलिस सरले चाहिँ एकदम आफ्नो ड्युटी चाहिँ एकदम इमानदारीले निभाइराख्नु भएको रहेछ। त्यसपछि हामी रूपडिया बोर्डर पनि पुग्यौं है गाइस। यो चाहिँ नेपाली बोर्डर हो। अब यहाँदेखि इन्डियन बोर्डर लाग्यो है त गाइस। यो इन्डियन गेट हो, इन्डियन बोर्डर हो। त्यसपछि यहाँ चाहिँ एकजना यसरी सुतिराख्नु भएको रहेछ। किन सुत्नु भएको त्यो त थाहा भएन। अनि तपाईहरु बाइकमा आउनुहुन्छ भने दुईजनालाई यहाँदेखि अलाउ हुँदैन। तपाई एकजना मात्रै बाइकमा जानुपर्ने हुन्छ र एकजना साइडदेखि चेकिङ गरेर अगाडि बढ्नु पर्ने हुन्छ। म चाहिँ फटाफट चेकिङ गरेर अगाडि आइसकेर यहाँ जति पनि तपाईहरुले मान्छे देख्नु भएको छ नि, आफ्नो बाइकवाला कारवाला मान्छेहरुलाई यहाँदेखि कुरिराख्नु भएको छ सबैजनाले, कति बेला आउनुहुन्छ र कति बेला जाम्ला भनेर। तपाईहरुले यो भिडियो कहाँदेखि हेर्नु भएको छ अवश्य पनि भन्नु होला।